दर्शकबिन तपाईले देख्न सक्नुहुन्छ यहाँ प्रहरीहरूले यहाँ प्रदर्शनकारीहरू यहाँ भित्र प्रवेश गरिसकेका छन् भने यति बेला प्रहरीले उहाँलाई रोक्ने प्रयास गरिरहेको छ। जुन 3 दिनदेखि उहाँहरू यो किस हस्पिटल परिसरमा आन्दोलनरत हुनुहुन्छ, उहाँहरूले मीना राईलाई यो हस्पिटलमा उपचारका क्रममा उहाँको ज्यान गएपछि यति बेला प्रहरीहरूले यति बेला उहाँलाई रोक्ने प्रयास गरिरहेका छन्। यति बेला यहाँ आन्दोलन चर्किएको छ। परिवारका आफन्तले यति बेला यहाँ यति बेला प्रदर्शनकारीहरू भित्र प्रवेश गरिसकेका छन्। दर्शकबिन तपाईँले देख्न सक्छौँ दर्शकबिन यति बेला तपाईँले दृश्यमा देखिरहनु भएको छ मीना राईलाई न्याय दिँदै आएका उहाँका आफन्तहरू यति बेला देख्न सक्छौँ हस्पिटल प्रवेश गर्ने क्रममा हुनुहुन्छ। उहाँहरूले यहाँ हस्पिटल प्रवेश गर्ने प्रयास गरिरहनु भएको छ। दृश्यमा तपाईँले देख्न सक्नुहुन्छ मीना राईका परिवारहरू यति बेला यो किस हस्पिटल प्रवेश गर्ने प्रयासमा हुनुहुन्छ। जुन 3 दिनदेखि उहाँहरू यो किस हस्पिटल परिसरमा आन्दोलनरत हुनुहुन्छ, उहाँहरूले मीना राईलाई यो हस्पिटलमा उपचारका क्रममा उहाँको ज्यान गएपछि यति बेला प्रहरीहरूले यति बेला उहाँलाई रोक्ने प्रयास गरिरहेका छन्। यति बेला यहाँ आन्दोलन चर्किएको छ। परिवारका आफन्तले यति बेला यहाँ यति बेला प्रदर्शनकारीहरू भित्र प्रवेश गरिसकेका छन्। दर्शकबिन तपाईँले देख्न सक्छौँ दर्शकबिन तपाईँले देखिरहनु भएको छ यति बेला मीना राईका परिवारहरू प्रहरीको यो घेरा तोडेर भित्र प्रवेश गरिसकेका छन्। यति बेला खोटाङ र जिल्ला काठमाडौँका विभिन्न ठाउँबाट आएका मीना राईका परिवार लगायत यति बेला अस्पताल प्रवेश गर्नुहुन्छ। प्रहरीसँग झडप भइसकेको छ। दर्शकबिन यति बेला तपाईँले दृश्यमा देख्न सक्नुहुन्छ प्रहरीले उहाँलाई रोक्ने प्रयास गरिरहेको छ, तर उहाँहरू यो हस्पिटलमा प्रवेश दर्शकबिन तपाईँले देख्न सक्नुहुन्छ यहाँ प्रहरीहरूले यहाँ प्रदर्शनकारीहरू यहाँ भित्र प्रवेश गरिसकेका छन् भने यति बेला प्रहरीले उहाँलाई रोक्ने प्रयास गरिरहेको छ। उहाँले हस्पिटल तोडफोड गर्ने प्रयास गरिरहनु भएको छ। यति बेला यो किस्ट अस्पताल परिसरमा तनावपूर्ण अवस्था सिर्जना भएको छ। प्रहरीले उहाँलाई दर्शकबिन तपाईँले उहाँ देख्न सक्नुहुन्छ हस्पिटल तोडफोडमा उत्रिसकेका छन्। प्रदर्शनकारीहरू यति बेला दृश्यमा देख्न सक्नुहुन्छ दर्शकबिन यो किस्ट हस्पिटल वरिपरिको दृश्य हो। यति बेला यो रण मैदान जस्तो अवस्था बनेको छ। यति बेला प्रदर्शनकारीहरू हस्पिटलभित्र प्रवेश गरेर यहाँ हस्पिटल तोडफोडमा हुनुहुन्छ। मीना राई जसलाई यहाँ डेलिभरी गर्न ल्याइएको थियो, तर उहाँको गत शुक्रबार ज्यान गएपछि यति बेला प्रदर्शनकारीहरूले अथवा उहाँका आफन्तहरूले हस्पिटल तोडफोड गरेका छन्। प्रहरीले उहाँलाई हात जोडेर पछाडि हटिदिनुहोस् भनेर आग्रह गरेको छ। यति बेला यहाँ नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतको ठुलो संख्यामा सुरक्षाकर्मीहरू